हेलो गाइज, गुड मर्निङ। तपाईहरुलाई मेरो न्यू ब्लगमा स्वागत छ। अनि मेरो आज सुरुवात हुँदैछ ग्रीन टीबाट र मेरो घरमा धानको बिछन राखिरहनु भएको छ दाइहरुले। अनि मेरो मम्मीलाई ब्रेकफास्ट गर्दैछु र उहाँको लागि बिहानको अन्डा र ब्रेड एन्ड दुध उहाँलाई दिनलाई पकाउँदै छु। अनि उहाँलाई सब गरिदिन्छु। अब उहाँलाई रेडी गर्दैछु। रेडी पनि भयो। अनि म फर्केर दिन्छु। त्यसपछि म साग टिप्न गएँ। हाम्रो घरको छेउमा दिदीको बारी छ, त्यहाँनिर साग टिप्न गएँ, लट्टेको साग। अनि म साग टिप्दैछु। गाइस हेर्नु होला, हरियो मकै पनि छ। अनि साग लट्टेको, त्यहाँबाट अझै उतातिर जान लाग्दैछु म करेसाबारीतिर। मुन्टा हेर्नु होला, फुल। अनि त्यसपछि म जाँदैछु अर्कोमा करेसाबारीतिर दिदीको, त्यहाँ करेसाबारीमा जाँदैछु। टमी हेलो। अनि यहाँ पनि लट्टेको साग धेरै राम्रो थियो, तर मैले मुन्टा टिपेको छु, टिप्दैछु। अनि अब हरियो सागपात खानुपर्छ, टिप्दैछु। मैले एक झोला बनाएँ र म अब घरतिर लागेँ। दिदीको करेसाबारीबाट म अब रुमतिर जाँदैछु। हेर्नु होला, एक झोला छ। अनि म जाँदैछु मेरो रुम। मेरो छोरा पढ्दैछ, आन्टीले उसलाई होमवर्क सिकाउँदैछ आन्टीले। बिहानै उसको होमवर्क रुटिन हो, ऊ पढ्दैछ। अनि मेरो सानो मनी प्लान्ट मेरो रुमको हेरिदिनु होला। अनि हाम्रो घरमा बाँदर आएको थियो है, सबैजनाले त्यस्तो डर पनि लागिरहेको थियो। सबैजनाले हेर्दै हुनुहुन्छ, दिदीहरूले बाँदर आएको छ हेर्नु है गाइस, चलिरहेछ। यसले चितर्छ, यसले टोक्छ जस्तो पनि गरिरहेछ। सबैलाई डर लागिरहेछ है।